हेलो एन्ड नमस्ते सबजनालाई वेलकम छ मेरो छोटो मिठो ब्लगमा सबजनालाई नमस्कार हैन च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब गरिदिनु होला है त म चाहिँ हैन जमाना पढाइ स्कुल हो क्या यो जमानामा मेरो दाइ दिदीहरू सबजना यही पढाइ हो पहिला चाहिँ 8 कक्षासम्म थियो अहिले चाहिँ बच्चाहरुमा चाहिँ प्रत्येक एकचोटि खारिज भएको हो क्या यो एकचोटि बन्द भइदियो स्कुल अनि फेरि यहाँको वडा अध्यक्षहरूले चलाएको हैन जो ठिक छ स्कुल कहिले पनि बन्द गर्नु भएन नि त पहिलेदेखि चल्या हो यहाँको ठुलो मान्छेहरू पनि यही पढेर ठुलो मान्छे भएको हो हैन यो हेर्नु न हामी पढ्ने बेला त अब यस्तो थिएन नि त यो हामी पढ्ने बेला त सानो थियो यो नि बनाएको थिएन यो नि बनाएको थिएन उहाँ तल पढ्थ्यो कि यहाँ तल अनि अहिले चाहिँ यो बनाएको रहेछ हैन बनाएको भन्दा नि घर यहाँ थाहा बनाएको थाहा भयो जस राम्रो बनाएको छ त्यही नि हो अब कोही पढ्न आउनुहुन्छ भने यहाँ आउनु होला हैन यहाँ गेट हो टक्क आउनुहोस् यहाँ अफिस सर्भिस यहाँ छ मेरो भतिजहरू पनि यहीँ पढिरहेछ कि अहिले त्यही भएर भनेको हैन सो अगाडि जाउँ के हुन्छ अब यस्तै है त भर्खर केटाहरूले केटी च्यापेर लिएर गयो भर्खर केटाहरूले केटी च्यापेर लिएर गयो होइन यस्तो रमाइलो हान्छ नि अब कति केटी अच्छा ठीक है ठीक है ठीक है समझ गया यस्तो रमाइलो हान्छ नि अब कति केटी च्यापेर लिएर गयो क्या 2-3 जना स्वादले रमाइलो हान्ने भो दिदी क्या अझै हो के बोले भाइ अब के बोले रमाइलो हान्ने दिन मेरो पनि आउँछ म नि हान्छु रमाइलो एकचोटि यस्तो हान्छु नि यस्तो हान्छु नि अहिलेसम्म युवती पर्दा नपाएको त्यस्तो म दिन्छु ल हामी बाइक खुसिरह अब निस्किँदा एकछिनमा होइन त्यही नै हो अगाडि गएर भन भाइ हो भन भाइ हो गोली हामी गोली भन भाइ हो देउसी रे के खाना होला के खाना आएको वा ओ साउनी के भयो काकीलाई साउनीलाई ल ट्याक्सा खाएर निस्क्यौँ हामी चाहिँ टक्क लगाएर अब होइन अब कहाँ जान्छ भने बाइक वास हान्न जाने भन्ने खबर छ त्यो के हुन्छ अब हेरौँ पानी पऱ्यो भने फेरि यस्तै फोहोर हुन्छ अब हामी निस्किन्छौँ ल कहाँबाट आयो खाँदै कस्तो खान्छ यो खाँदै अब यहाँ कस्तो खान्छ यो भाइ नमस्कार गर ल के डर है कि अहिले भेट्छस् भाइ तैँले अहिले कार्यक्रम छुट्टै छ हात हेर हात त्यहाँ चप्पल कस्तो भने माटिने फेरि मादर अहिले भेट्छ पखा काले खुट्टा हेर्न खुट्टा हेरेर काले देखिदियो काले घरमा देखिदियो मेरो फोनमा खत्तम फेरि ल त काले हात भेट्दैछ त्यहाँ ऊ काले भाइ खाते के निस्केर आएको होइन खाते सरी है त गाइस त्यही नि हो अब एकछिन पनि भेट्छु म कहाँ जान्छु देखाइहाल्छु होइन त्यही नि है त यहाँ एउटा केटी कस्तो राम्रो आउँदैछ होइन ओहो एकदम अन्य केटी आएको हेर्न गाइस त्यहाँ पोज दिदी आइरहेको छ केटी चाहिँ होइन को मैले पनि चिनेको छैन होइन यो केटीलाई म एकछिन जोत हान्छु भन्न है त जोत हान्छु यसलाई चाहिँ म के भन्छ अरे चाहिँ यसो सुनाऊ है त यसलाई म जोत हान्छु अब यसलाई म जोत हान्छु कि यसलाई म जोत हेर्नु केटी हेर्न बसिरहेको छ पप्पे ओइ पप्पी ल त्यहाँ पप्पी भाइ ओ सिस्टर कता गरेर आएको कस्तो राम्री भएर हिँडेको तिमी धेरै राम्री भयो है यस्तो नहोइन है बाटोमा मेरो आहा लाग्ला नि फेरि बाटो यसरी हिँड्नु भएन मेरो आहा लाग्छ ल मैले यसलाई जिस्काएँ यो भागी तर यो केटी के थाहा छैन मैले चिनेको छैन ल पछि भेट्नु पर्छ होइन केटा हो बाइक चलाउन आएको मैले पानी परेर बिल्ला भयो भने बाइक चलाउन आएको है यो बाइक चलाए 1 राउन्ड हानेको होइन तर मैले पानी परिदिइरहेको पानी रोकिन्छ होला जस टाइम त्यसरी छोड्नु भएन नि होइन त्यही ल के हुन्छ हेरौँ
जीवनको बाटोमा तिमी सधैँ अघि बढ सफलताको शिखर तिमी पनि अघि बढ हामी पनि अघि बढाउला त्यसपछि भेट्नुपर्छ है त ल जय नेपाल हो अगाडि बढेर म माथि चढेर पानी परेर उदुम मच्क्यो हावाहुरी चलेर है यहाँ है उदुमै मच्क्यो नि ल पानी परेर ल हेर्नु है केटाहरू ल पुरै क्या उदुमै मच्क्यो क्या पानी परेर किन यो पानी पर्ने सिजन हो नि त त्यही भएर पानी परिरहेछ होइन भनिदिन्छ मलाई हेरेर हेर पानी परिरहेछ कि लास्ट चाहिँ नि म नि तल घर बसिरहेको थिएँ माथि यसो आएको पानी डेन्जर आयो क्या ल हेर्नु न ल यही नै हो है तर मौसम एउटा हेलमेटको भाइजर खोल्न आएको भाइजरै खोल्न सक्यो भाइजरै खोल्न त यो नि त भाइजरै खोल्न नआएर युट्युबमा हेर्ने छ त्यहाँ फाइनली मोटुलाई भेटिसक्यो है हामी यहाँ मोटु बल्ल तल आयो अर्को एउटा आउँदैछ ऊ यहाँ उनो खेलिरहेको छ हाम्रो केटाहरू सबजना होइन एउटा सिस्टर छ सिस्टु ओ सिस्टुलाई आज ब्रेकअप भयो त छ होइन सिस्टु ल अब उनो खेलिरहेको छ होइन अब यतिकै अब बसिरहेको छ है केटाहरू गर्लफ्रेन्ड बनाउनु हुन्न है ल यस्तो हुन्छ झगडा हुन्छ कि झगडा हुन्छ कि ल अरे फेरि गिला केटाहरू कसैले गर्लफ्रेन्ड नबनाऊ है ल के खेलिरहेको स्केट खेलिरहेको हो स्केट खेलिरहेको छ यहाँ ल केटाहरू ल त किन भाग्यो यो केटाहरूको बाइक निस्किसकेको छ है टक्क आएर अब गइन्छ हामी ऊ अर्को साथी अब हामी यता घर जानला होइन टक्क घर गइन्छ अब के छ आफ्नै त हुन्छ छुँदैन अब घर जान्छ है त हामी अब के भयो त्यहीँबाट बनाइदिबाट जाने त्यहीँनिर हो ल एउटा भाइलाई यहाँ झारिदिन्छ अनि हामी फेरि त्रिपल रोड हो अनि हजुर ल यहीँ झार्यो ल अब हामी घर जान्छौँ ल झन्डै माऱ्यो मोटेले पागल चलायो मुजी कस्तो पड्क्या त है अहिले पड्किँदैछ मोटेको भन न फेरि पड्काउ भन न फेरि पड्काउ ए मोटे फेरि फेरि है मोटु एकचोटि फेरि उयो ओह्रालोमा ल है ओह्रालोमा फेरि पड्काउ न कस्तो पड्क्या कि मिठो यो अन्त बास पड्क्यो अनि खत्म बाय बाय टाटा गुड बाय गया सो गाइज म चाहिँ घर आइसकेँ होइन अब धेरै भिडियो पनि अहिले फर्स्टमा किन धेरै हाल्नु होइन 10-11 मिनटको हाल्छु त्यही नै हो अब सपोर्ट गर्दै जानु होला होइन ठिकै छ अब उता पनौती गरेर आएको अब घर बस्छु एकछिन अनि भोलिको लागि भोलि भ्लग भइहाल्छ होइन आजको लागि चाहिँ यति नै छ होइन हेर्दै जानु होला अब अहिले राम्रो कन्टेन्ट दिन सकेको छैन किनभने अब अहिले यस्तै भइरहेको नि भर्खर सिक्दैछु नि त त्यही भएर है हेरिदिनु थ्याङ्क यू फर वाचिङ दिस भिडियो है त आजको लागि चाहिँ यति नै है त